तिम्रो घर कहाँ छ? मेरो घर छैन, आगो लागेर घर जल्यो, अर्का घरमा बसेका छन्। म यति बेला विनोद भाइको जलेको घरमा आएको छु। घर जलेका विनोद भाइ निकै नै मिठो गीत गाउँछन्। सम्झ्यौ तिमीले सारा अन्जानमा रुवाको, बिर्स्यौ होला घाँस काटी खुवाको, चौतारीलाई सारा पिपलो छाया भो, मलाई सधैँ अधुरो माया भो, मलाई सधैँ अधुरो माया भो। परदेशको यो घर हाल्ने भनेर बिरामी भएर आइयो, कसैले साथ दिँदैन, केही गर्न सकिँदैन। अनि घरमा अहिले को हुनुहुन्छ? आमा भाइ बस्छन्। बुवा कहाँ हुनुहुन्छ? बुवा इन्डिया काम गर्न जानुभएको छ, गडवालतिर। उहाँ गिट्टी कुट्ने काम गर्नुहुन्छ। गिट्टी फोड्ने काम गर्नुहुन्छ? हजुर। उही बस्ने अब अप्ठ्यारो छ काम। म पनि गएको थिएँ, बिरामी भएर आएँ। त्यही भएर फेरि यस्तै भयो। गाउँघरतिर फेरि आगो लाग्ने बेलामा फेरि आगो आउन सक्छ। यही जङ्गलमै हो घर? यही जङ्गलमा पर्छ कि अर्को जङ्गल? हजुर, अर्को जङ्गलमा पर्छ। गाई चराउन आएको यतातिर। मलाई त्यहाँ लिएर जान्छ? हजुर, जान्छ। ल जाम है। हुन्छ। यी हुन् विनोद महतरा। 3 वर्ष अघि वनमा लागेको डढेलो घरमा पस्यो अनि घर खरानी भयो। 3 वर्षदेखि नै छिमेकीको घरमा शरण लिएर बस्दै आइरहेको छ विनोदको परिवार। आज म यिनै विनोद भाइलाई भेट्नका लागि पश्चिम दाङको बबई गाउँपालिका 5 जौबारी भन्ने ठाउँमा आएको छु। विनोद भाइको स्वर मिठो छ, अर्ग्यानिक छ। वन जङ्गलमा घाँस दाउरा गर्दा गर्दै, गाई भैँसी चराउँदा चराउँदै विनोदले गीत गुनगुनाउन सिकेका रहेछन्। विनोदले मलाई डढेलो लागेर खरानी भएको आफ्नो घरसम्म लिएर जाँदैछन्। बीचबीचमा आफ्ना मिठा मिठा प्रतिभाहरू पनि सुनाउनेछन् र भाइसँग केही कुराकानीहरू पनि हुनेछन्। तपाईले यो भिडियो अन्तिमसम्म हेर्नुहोला। मन परे विनोद भाइको लागि यो भिडियोलाई एक शेयर गरिदिनु होला। अझै टाढा छ? हजुर, टाढा छ। धेरै लाग्छ टाइम। कति टाइम लाग्छ यहाँबाट? अब 20 मिनट जति लाग्न सक्छ। हजुर। घाम छ, म त थाकिसकेँ। एउटा मिठो गीत सुनौँ है? हुन्छ। यो टक्क आँपको छायामा बस्दै। हुन्छ। हो तिमीले हेर्दा नि मलाई मात लाग्ने, हो तिमीले गरेको मिठो बात लाग्ने, मोहनी लायो रेशम एकहोरो भए, सम्हाली राखदेऊ रेशम छोडेर नगए, सम्हाली राखदेऊ रेशम छोडेर नगए। विनोद भाइ, हजुर, कपाल चाहिँ बब्बाल छ त। हजुर, सानैदेखि पाल्ने अब रहर लागेर पालेको हो। हजुर। कि हिरो पनि रहर? हिरो बन्न कहाँ सकेला, सकिँदैन। सकिन्न। हजुर। कति पढाएको छौ? म पढेन हजुर, किनभने घरको समस्याले पढ्न सकिएन। 6 क्लाससम्म मात्रै पढेको। 6 क्लाससम्म पढ्यो? हजुर। 5 क्लास पास गरेपछि अलि टाढो जानुपर्ने भयो, टाढो जाएपछि अलि नसकेर 6 क्लासमा छोडिदिएको। गाउँघरमा के कामहरू गर्नुपर्छ? गाउँमा अब कहिले हुन्छ कसैको काम, अब गहुँ काट्ने समयमा गहुँ काट्ने, धान रोप्ने समयमा धान रोप्ने, यस्तै हुन्छ। आजभोलि चाहिँ के गर्नु परिरहेछ? आजभोलि भर्खरै सकियो, गहुँ काटेर अब यतै ट्र्याक्टर आउँछ, उसमा हाल्छन्। कसैले अब गोरुमै हुन्छ होइन। गाउँघरको कामहरू सबै गर्नुपर्छ। सबै गर्नुपर्छ। कस्तो अर्ग्यानिक लाग्यो कि विनोद भाइ मलाई, एकदमै साँच्चीकै कस्तो इनोसेन्ट के है। ल जाम। पारियो अझै? हजुर, धेरै अब छैन, 20 मिनट जति लाग्छ। अझै 20 मिनट? हजुर। यस्तो घाम गरेछ फेरि आज।
घाम त अस्ति पानी पर्यो अनि हिजोदेखि बहुत घाम गरिरहेछ हजुर विनोद भाइ हजुर तिम्रो घर जलेर खरानी भयो नि हजुर मन जलेको छ कि छैन मन जले पनि केही गर्न सकिँदैन हो हजुर मन त अब घर जल्ने बेला जल्यो होला म पनि अब घरको धुरीमा चढेको थिएँ मार्च्न सक्छु होला भनेर चढेको थिएँ सकिएन आगो निभाउनै सकिन हजुर हाम फाल्नु पर्यो घरको धुरीबाट हाम फालिदिएको आगो लाग्दा लाग्दा धुरीबाट हाम फाल्यो हजुर पानी लगेर गएको थिएँ जर्किनमा ठुलो लाग्यो आगो त्यही भएर सकिएन हाम फालिदिएको अनि घर बनाउने रहर छ कि छैन धेरै धेरै रहर छ धेरै रहर छ हजुर एकदम धेरै रहर छ हजुर एकदमै रहर छ कस्तो मायालु के है विनोद भाइ साँच्चै कति मायालु छन् एकदम मायालु लाग्यो मलाई तिमीसँग भेट्दा है हजुर मैले जस्तो सुनेको थिएँ नि हजुर त्यस्तै पाएँ म एकदम खुसी छु जाम गर्छु है हुन्छ हुन्छ अरूको खेतबारी हुँदै हुँदै जानुपर्ने रहेछ नि हजुर बाटो अब यतैबाट हिँड्ने पहिला अब केही रोपेपछि धान रोपेपछि उता हिँड्नुपर्छ आजभोलि केही छैन त्यही भएर यतैदेखि हिँड्नुपर्छ मलाई अझै सुन्न मन लाग्यो गीत के गीत सुन्ने होला हुन्छ सुनाइदिन्छु रेलको बाटो भन्ने गाना सुनाइदिन्छु ल ल सुनाम है रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा हुम्ला कहिले मोटर आउला हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा ए हजुर बस्याको छु हेर्ने रहरैमा कस्तो मिठो मिठो छ भाइको एकदमै अर्ग्यानिक छ भाइको सुर है यो त अब के गाउँ भन्ने कि यो जङ्गलको बिचमा छ कि क्या तिम्रो घर त हजुर जङ्गलको बिचमा हुनाले त्यस्तै आगो लाग्यो अप्ठ्यारो छ बाटो पानी पर्यो भने पनि हिँड्न गाह्रो छ यस्तै छ बाटो यहाँ खोला छ भाइको घर त टाढै रहेछ हजुर गीत त धेरै सुनिरहन मन लाग्छ कस्तो अर्ग्यानिक लागेको छ भाइको स्वर मलाई एकदमै ए हुन्छ म सुनाइदिन्छु फेरि ल एउटा गीत फेरि है ल ल फापरको पिठो पठाइदेऊ आमा फापरको पिठो पठाइदेऊ आमा यहाँको चामल साह्रै नै महँगो यहाँको चामल साह्रै नै महँगो कस्तो मिठो है सर हजुर मिठो लाग्छ होला यो बेल्ट यसरी लाउने हो नि त्यही त हजुर अब थाहै हुँदैन कस्तो ल यस्तो मिलाएर टक्कसँग हुन्छ ल भयो भयो के छैन अब हिँड्दाखेरि तिर्खा लाग्यो भने खाने पानी हो खानुहुन्छ यही पानी हो हजुर ओहो रोप्नु है यहीबाट अब सबैले यस्तै पातहरूले खाने गर्छ यसै गरेर यसो बनाएर यसरी निकालेर खाने यसो बनाएर खान्छौ हजुर यसो गरेर केही हुन्न हजुर केही हुँदैन खाने हजुर अहिले त म हात हुन्छ गर्मी गर्मी भयो हुन्छ जाम हिँड्नुहोस् पुग्यो तिमीलाई हजुर पुग्यो ल साइकल त जताततै पाइँदैछ कि हजुर छैन यही घरमा बस्छौँ हामी ए ऊ त्यो पारीको देख्यो घरमा हजुर बस्ने जलेको चाहिँ ऊ त्यहाँ पारी घर ऊ पारी घर जलेको चाहिँ क्या हजुर ऊ पारी पारीको हो हजुर ल हुन्छ अब घर जलेको भाइ विनोद बस्ने गाउँमा हामी आएका छौँ अब विनोदको घरमा आएका छौँ भने घर छैन होइन विनोद बस्दै आइरहेको घरमा चाहिँ हामी अब आइपुगेका छौँ जम्मै हुन्छ हाम्रो गोरु भैँसी उयो हजुर यही हो म बस्ने घर तिमी बस्ने घर यही हो हजुर यही हो यस्तो हेर्नुहोस् त यो वाइडमा देखाउनु हेर्नुहोस् ल यो एकदमै घना जङ्गलको बिचमा यो घर छ
यही घरमा भाइ बस्दै आइरहेका छन्। भाइको जलेको घर पारी छ र अहिले भाइ चाहिँ अरूको घरमा शरण लिएर बस्दै आइरहेका रहेछन्। ल हामी फाइनल्ली भाइ बस्ने घरसम्म आइपुगेका छौँ। ल हेर्नुहोस् यहाँ यो अरू कुनै घर छैन, यहाँ वरिपरि कतै घरै छैन। तर अब यहाँ एउटा घर छ, भाइको घर रहेछ एउटा, त्यो जलिसक्यो, अब यो घर छ। ओहो ल है हजुर यही हो त। हजुर यही ऊ त्यहाँनिर जल्यो, यो भत्किँदैछ, त्यही भएर बस्न डर लाग्यो। अब परदेश गइयो घर हाल्ने